मैले अब म्युजिक नै गर्दै थिएँ होइन। अन्त अब प्यासन नै फलो गर्दै थिएँ। अब म्युजिकै गर्नुमा खुसी थियो मेरो होइन। दिमाग अलिक मच्योर भएर होइन फेरि हामीले ब्यान्ड फर्म गरेको थियौँ होइन। अन्त त्यो ब्यान्ड फर्म गर्दा चाहिँ त्यसमा पनि प्यासन नै फलो भयो क्या। त्यो प्यासन नै फलो गर्दै थिएँ। त्यति बेला पनि हामीलाई स्टेजै चाहिएको थियो, पैसा सैसा केही थिएन होइन। स्टेज पायो बास। अन्त त्यस्तो हुँदै थियो। हुँदा 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 अब स्कुलिङ पनि सक्यो, कलेज पनि सक्यो, त्यति नै होइन। त्यहाँदेखि प्रेसर आउनु थाल्यो अब होइन। कामको प्रेसर त आउँछ, आफ्नो कम्फर्ट जोनबाट निक्लिनु सकेन। अब मन त पर्छ ड्रम चाहिँ बजाउनु होइन। होइन हुँदैन रहेछ, अब चाहिँ कमाउनै पर्ने रहेछ, एउटा राम्रो काम खोज्नु पर्ने रहेछ होइन। त्यो भयो। त्यहाँदेखि अब काम खोज्नुतर्फ लाग्यो, आफ्नो प्यासन स्यासन सबै छोड्यो। एउटा ब्याङ्कको अब काम थियो होइन। अन्त त्यो काम गरेँ, एकदम पेइङहरू राम्रै थियो होइन। तर त्यहाँ गर्दा चाहिँ मैले अब हुन्छ नि अब के चाहिँ अब एक्सपिरियन्स गरेँ भन्दा चाहिँ अब हेल्थ क्या। अब मेरो वेट बढेको होइन। अब त्यो अब कति बेला खाना खाउँ सुतौँ, बाटोमा जे पाउँछ त्यही खायो, फास्टफुडहरू खायो होइन। त्यहाँदेखि हप्तामा एकचोटि छुट्टीमा घरमा आउँदा अनुहार हेर्दा चाहिँ अब होइन यस्तो त म थिइनँ। अनि के हुँदैछ अब हुन्छ नि अब त्यो जब सेटिस्फ्याक्सन पनि छैन, पैसा चाहिँ छ तर हुँदैछ। अब त्यही कुराहरूले सताउनु थाल्यो क्या। अब मेन्टली पनि अलिकति अब हुन्छ नि अब सिक, अब मेन्टल इलनेस टाइप्सको हुँदै थियो। अब एन्जाइटीहरू हुन थाल्यो होइन। अब जे कुरा पनि गर्नु अब प्यासनलाई नै प्रोफेसन बनाउनुको लागि नि मेहनत छ। त्यो मैले अहिले एकदमै भोगिरहेको छु त्यो एक्सपिरियन्स होइन। त्यो मेहनत, त्यो डेडिकेसन होइन। पढ्नुपर्छ, स्टडी इम्पोर्टेन्ट, नलेज गेन गर्नु पर्यो होइन। त्यो चाहिँ छ। अब जे काम गर्नु अगाडि जस्तो सुकै होस् काम होइन, मेहनत चाहिन्छ होइन। आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनै पर्यो, अन्त मात्रै त अलिकति सक्सेसफुल हुन्छ। प्यासनलाई नै प्रोफेसन बनाउनु पनि मेहनत चाहिँ छ। जे कुरामा पनि मेहनत चाहिँ गर्नु पर्यो, हार चाहिँ मान्नु भएन। अब त्यही गर्छु।